नमस्ते। अहिले हामी अङ्गडीको बसेरा होटलमा छौँ। हामीसँग हुनुहुन्छ मोडल कलाकार ऋतु चौधरी मिस। उहाँको भर्खर बजारमा आएको छ चर्चित सुपर हिट फिल्म बोचारको आयल हुने भन्ने गीतको नीला न पियर न लाल गुलाबी चाहे कोई रंग से नीला न पियर न लाल गुलाबी चाहे कोई रंग से आज खेलब हो रही हो आज खेलब हो रही कलाकार हुनुहुन्छ, साथमा हुनुहुन्छ थारू मेगा स्टारसँग थारू पनि अगाडि गर्नुभएको छ। सिरियस फिल्म आइसकेको छ। हामीसँग हुनुहुन्छ मोडल ऋतु चौधरी मिस। नमस्कार। नमस्ते सर। तपाईँको गीत भर्खर बजारमा आएको छ, कस्तो भएको छ गीत? हाम्रो हामीले धेरै मिहिनेत गरेको छौँ भिडियोमा। दुई दिन लाग्यो हामीले सुटिङ गर्न, एकदमै धेरै मिहिनेत गरेको छौँ। राम्रै भएको छ, तर केही दर्शकहरूको भनाइ चाहिँ यस्तो भयो, मतलब रिमेक अझै राम्रो हुनुपर्ने त्यो भएन भनेर दर्शकहरूले गुनासो गर्नु भएको छ। ठिक छ, उहाँहरूले भन्न चाहिँ पाउनुहुन्छ, तर तपाईँहरूले पनि त आफ्नो तर्फबाट राम्रो कोसिस गर्नुभएको छ। रिमेक गीत गर्नु भने नराम्रो त होइन नि, होइन? तपाईँले राम्रो काम गर्नुभएको छ, कोसिस गर्नुभएको छ, त्यस्तो लगानी गर्नुभएको छ गीतमा। अनि तपाईँसँग जोडी को हुन्छ हाम्रो? सङ्गीत सर हजुर हुनुभएको छ र यो चाहिँ हाम्रो सिएस फिल्ममा आइसकेको छ, होइन? अब होली पनि आउँदैछ, होलीको शुभकामनासहित दर्शकहरूलाई के भन्न चाहन्छु? एकदमै हामीले धेरै मिहिनेत गरेको छौँ। यो हाम्रो गीतमा छ आयल होली युट्युब च्यानलमा आएको छ। सबैजनाले माया गरिदिनु होला र एकदमै हामीले धेरै मिहिनेत गरेको छौँ, त्यो मिहिनेतलाई बुझिदिनु होला। अनि रिमेक भिडियो गर्नु चाहिँ हुन्न भनेर त्यो हजुरहरूको जुन सोच छ त्यसलाई चाहिँ हटाउनुपर्छ, किनकि हामीले मात्रै होइन, अहिलेको समयमा बलिउडदेखि लिएर सबैमा रिमेक नै गरिरहेको छ, होइन? हामीले मात्रै गरेको छैन। त्यो चाहिँ हामीले अपमान गरेको चाहिँ होइन। हजुरको टिमबाट राम्रो कोसिस गर्नुभएको छ, होइन? तपाईँले आफ्नो अभिनय गर्ने कलाकारले प्राइभेट काम गर्ने हो, रिमेक गर्न पाइन्छ र रिमेक गर्दैमा सफल पनि हुँदैन। एकदम ठिक छ। र आज चाहिँ हाम्रो हमार च्यानल समूहको होली मिलन कार्यक्रममा आउनुभयो, कस्तो लाग्यो तपाईँलाई? कस्तो भयो यहाँ आउँदाखेरि? मलाई धेरै नै खुसी लाग्यो, धेरै नै एकदमै हामीले मलाई चाहिँ राजराज सरले एकदमै इन्भाइट गर्नुभयो, माया एकदमै हौसला बढाइदिन आउनु होला भनेर। तपाईँले के बुझ्नुभयो हमार च्यानल समूहको बारेमा? तपाईँले के बुझ्नुभयो यहाँ आएर? सानो भए पनि छोटो दर्शकहरूले के बुझ्नुभयो? के रहेछ समूह हाम्रो? यो चाहिँ अब तपाईँको विचारमा? मेरो विचारमा चाहिँ यो एउटा कलाकारहरूको एउटा हो, मिलन हो, होइन? कलाकारहरूको सम्बन्धलाई एकदमै त्यो बलियो गराउने एउटा सहयोग गर्ने धेरै राम्रो गर्नुहुन्छ। धेरै धेरै धन्यवाद छ ऋतु मिस। तपाईँको भर्खर मात्रै बजारमा आएको आयल होली गीतलाई प्लिज श्रद्धाले हेरिदिनु होला। तपाईँले चाहिँ कमेन्ट गर्न पाइन्छ, तर कमेन्ट गर्न पायो भनेमा कसै पनि कलाकारको हौसला नघटाइदिनु होला, होइन? त्यो भन्न चाहन्छु। गीत राम्रो छ, तपाईँ पनि हेरिदिनु होला। कलाकार सपोर्ट गर्नुपर्छ हामी सबैले भन्न चाहन्छु। र हाम्रो आज हमार च्यानल समूहद्वारा आयोजना भएको होली मिलन कार्यक्रम आइदिनु भयो, त्यो विषय पनि धेरै धन्यवाद, है त? नीला न पियर न लाल गुलाबी चाहे कोई रंग से नीला न पियर न लाल गुलाबी चाहे कोई रंग से आज खेलब हो रही हो आज खेलब हो